आज चाहिँ अब पुरी खाने आज प्लानिङ छ हाम्रो भाइ कुक आजको हामी चाहिँ हेल्पर टक्क ल केको दो बनेर बसेछ टक्क गुनेर राखेछन् पुरी यस्तरी बनाइदिएछ टक्क कतिको कुरो भयो है पुरीको ल कस्तो छ ल भनौँ है साथीहरू हेर्नु टक्क विदेशसँग पुरी खाने आज तयारी छ कति आउँछ ल यदि टक्क गोला गोला छ हेर्नु टक्क पृथ्वीको गोला जस्तो है पृथ्वीको गोला जस्तो यति छ टक्क नै पुरी दबाएर आज खाने हो अहिले सब्जी बनाएर राखेको छ आज हामी ड्युटीबाट आएर यहाँ चाहिँ अलिक बस्ने व्यवस्था चाहिँ अलिक मिलिरहेको माछाको सब्जी र पुरी टक्क खाने हो है ल अब एकछिन पुरी खाएर बुढीसँग कुरा गर्ने पुरी खाएर बुढीसँग कुरा गर्ने हो है पुरी खाएर भुँडी नदुखे हुन्थ्यो त्यो ल अहिले एकछिन अब बनाएर रेडी भएपछि टक्क भिडियो देखाउनुहुन्छ कस्तो छ हुन्छ ल होइन ट्याक्कै थालैमा चाहिँ तापाती हेरेर के पुरी बनाउन आत्तिन हुन्न ल यहाँ पुरी त टक्क रेडी भएको छ पुरीको साथसाथै नमकिन क्रन्ची नमकिन अमिलो के अरे नुनियो पिरो ल होइन अब चाहिँ टक्क सब्जी बन्दैछ माछाको सब्जी टक्क रेडी हुँदैछ माछाको सँग पुरी होइन भाइ सब्जीको कुक रेडी हुँदा टक्क क्रन्ची टक्क र टक्कै माछाका साथमा पुरी है त ल है आज पुरी पार्टी र पुरी पार्टी 1-1.5 घन्टाको मेहनत के सुम्रो हेऱ्यो किन फिल्म दिमुराको ल अब चाहिँ अब सुरु गरियो है आजको पुरी माछा त मलाई धेरै छ खानु है ल सुरु गरियो पुच्छर खानु नि त ल एउटा टाउका खाएछु मैले अरे खानु होइन खानु ल है त यस्तै छ विदेशको ह्यापी बर्थडे सुन्दर ल विदेशको अब यस्तै छ होइन अब खाना सुरु गरियो ल आजलाई यति नै है ल पुरी जय पुरी